अम्, अ, आज हामी एउटा यस्तो विषयमा छलफल गर्न गइरहेका छौँ शहरमा बस्ने जुन शहरमा बस्ने हामी सबैको दैनिकीसँग जोडिएको छ। त्यो हो एआई र सहरी योजना। यात्रा, ट्राफिक, आवास, हरियाली, विपद व्यवस्थापन यी सबैमा अब एआई को भूमिका देखिँदैछ। तर नेपालमा यसको प्रयोग कहाँ छ, हामी कुन स्तरमा छौँ र सम्भावना र चुनौती के छन् त? यी सबै प्रश्नहरूको उत्तर खोज्न आज हामीसँग हुनुहुन्छ दुईजना अनुभवी र प्रेरणादायी व्यक्तित्व, जसले नेपालमा सहरी योजना र यातायात प्रणालीमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएको छ। सरी, मेरो भिडियो गएर रहेछ अहिले। हामीले किन यो साप्ताहिक श्रृङ्खला सुरु गर्यौं र अघिल्ला एपिसोडहरूमा के विषयमा हामीले के विषयहरू कभर गरिसक्यौं भन्ने बारे एकैछिन कुरा गरौँ। हामी सबैलाई थाहा छ एआई अहिले जताततै छ र यसले धेरै क्षेत्रहरूमा ठूलो परिवर्तन र अवसरहरू ल्याइरहेको छ। हामी सबैलाई थाहा छ, त्यही परिवर्तनलाई बुझ्न र नेपालको सन्दर्भमा एआई को अवसर र चुनौतीहरू बारे कुराकानी गर्न हामीले यो एआई श्रृङ्खला सुरु गरेका हौं। एकैछिन ल, मेरो अ, माफी चाहन्छु, मेरो प्रेजेन्टेसन सेयर नभएको रहेछ, एकैछिन है। अ, सरी, टेक्निकली मेरो ल्यापटपमा अलिकति प्रब्लम आइरहेको छ। अहिले मैले प्रेजेन्टेसन सुरु गर्यो भने मेरो यहाँको ल्यापटप ह्याङ हुने प्रब्लम आइरहेको छ। तर म भन्दै नै गर्छु यो एआई वेबिनार श्रृङ्खलाको बारेमा। हामीले सुरुको एपिसोडमा नेपाल सरकारद्वारा प्रस्तावित एआई नीति 2081 को मसौदा बारे चर्चा गर्यौं। विभिन्न क्षेत्रका विज्ञहरूसँग राय सुझाव लिइयो र त्यो प्रतिवेदन मन्त्रालयमा पनि बुझाएका थियौं। त्यसपछि हामीले कानुनी पेसा, ब्याङ्किङ, मिडिया, शिक्षा, स्वास्थ्य यी सबै क्षेत्रमा एआई को प्रभाव र प्रयोग बारे कुरा गर्यौं। यहाँसम्म कि काठमाडौँका दुईजना मेयरहरूसँग पनि नगरपालिकाको काममा एआई कसरी उपयोगी भएको छ भन्ने बारे छलफल गर्यौं। अब हामी यी सबै अनुभवहरूसँग अझ फराकिलो रूपमा अघि बढ्दैछौँ। यही वेबिनारमा अब पडकास्टको रूपमा ल्याएर अझ पहुँचयोग्य र स्थायी बनाउने हाम्रो सोच हो। अब म भूगोल पार्कको बारेमा संक्षिप्त परिचय दिन चाहन्छु। भूगोल पार्क नेपालकै एकमात्र पोलिङ तथा सर्वेक्षण प्लेटफर्म हो, जसले प्रिडिक्टिभ एनालाइटिक्स प्रयोग मार्फत व्यवसाय र संस्थाहरूलाई डेटा आधारित प्रभावकारी निर्णय लिन सहयोग गर्दै आएको छ। भूगोल पार्कले समसामयिक विषयहरूमा पोलहरू सञ्चालन गर्दछ, विभिन्न डेमोग्राफिक डेटामा आधारित विश्लेषणात्मक चार्टहरू पनि उत्पन्न गर्दछ। हामीले हालै भूगोलमी नामक एक इनोभेटिभ प्लेटफर्म बनाएका छौँ, जसमा गुगल जेमिना एलएलएम एपिआई समावेश गरिएको छ, जसले प्रयोगकर्ताले केही शब्द टाइप गरेको बापत स्वचालित रूपमा एआईले पोल तयार पारिदिन्छ। हाम्रो अर्को उत्पादन भूगोल पार्क सर्वे एन्ड रिसर्च एप स्थानीय तहमा सेवा लिने नागरिकको राय वा प्रतिक्रिया सङ्कलन गर्न धेरै नै उपयोगी टुल हो। यसले संस्थाहरूको प्रभावकारी मूल्याङ्कन गर्न सहयोग गर्दछ। म छोटो भिडियो प्ले गर्न चाहन्थे। म एकैछिन फेरि स्क्रिन सेयर गर्न चाहन्छु, एकैछिन है। मेरो स्क्रिन देखिराख्नु भएको छ है? छ।
एकैछिन फेरि ह्याङ भयो, म अर्को स्क्रिनमा जानै सकेन। यो एकदम सेयरिङमा मेरो प्रब्लम आइरहेको छ। सिमनजी, क्यान यू प्लिज टेक ओभर द प्रेजेन्टेसन त्यो भिडियोमा? भिडियो प्ले गरिदिन सक्नुहुन्छ? साउन्ड आइरहेको छैन। टेक्निकल गडबडीको लागि म माफी चाहन्छु। हाम्रो भिडियो अड्किरहेको छ सिमनजी। साउन्ड अझै पनि आएको छैन। साउन्ड आएन। माफी चाहन्छु, भिडियोमा साउन्ड अलि आएन। हामी पछि यो इभेन्टको पछाडि टाइम भयो भने हामी फेरि यो प्ले गर्न ट्राई गर्नेछौँ। त्यसको लागि माफी चाहन्छौँ। सो यो थियो हाम्रो भूगोल पार्कले विकास गरेको भूगोल पार्क सर्वे एन्ड रिसर्च एप। तर तपाईँहरूले यसमा के छ भनेर थाहा पाउनु भएन। तर पनि म छोटोमा यो एपले हाम्रो देश चाहिँ नेपालको के सरकारी गर्छ, कार्यालय त्यसमा पनि विशेष अहिले गरेर चाहिँ भिडियो स्थानीय आइरहेछ। तहमा नागरिकले सेवा लिँदा कतिको खुसी र दुखी छन्। कुनै पनि सरकारी कार्यालय वा भनौँ स्थानीय तहले नागरिकलाई सेवा दिइरहँदा के कस्ता कुरामा त्रुटि आजमा हाम्रो देश नेपालको सरकारी कार्यालय त्यसमा पनि विशेष गरेर स्थानीय तहमा नागरिकले सेवा लिँदा कतिको खुसी र दुखी छन्। कुनै पनि सरकारी कार्यालय वा भनौँ स्थानीय तहले नागरिकलाई सेवा दिइरहँदा के कस्ता कुरामा त्रुटि र कमी कमजोरी गरिरहेका हुन्छन्। सोही कुराको जानकारी साथै नागरिकबाट सल्लाह र सुझाव प्रत्यक्ष रूपमा लिनका लागि हामीले भूगोल पार्क सर्वे एन्ड रिसर्च एप विकास गरेका छौँ। सोही एपबाट तपाईँ कुनै पनि सरकारी कार्यालय वा स्थानीय तहले नागरिकबाट प्रत्यक्ष रूपमा पाएको सल्लाह र सुझावलाई सकारात्मक रूपमा लिई तपाईँको कार्यकालमा सेवालाई सहज र सुलभ बनाउनका साथै नागरिकलाई जिम्मेवार बोध समेत गराएर सेवा दिने र लिने बीच राम्रो सम्बन्ध कायम राख्दछ, जसले गर्दा तपाईँको आगामी कार्यकालका लागि यो एप ठुलो कोसेढुङ्गा साबित हुन सक्दछ। त्यसका लागि तपाईँले भूगोल पार्क सर्वे एन्ड रिसर्च एप खोल्नुपर्नेछ। एप खोलिसके पश्चात आवश्यक पर्ने कुनै पनि संस्थाको व्यक्तिगत विवरण भर्नुपर्नेछ। व्यक्तिगत विवरण भरिसके पश्चात यो एपमा जुन कुनै पनि सेवाग्राहीले सेवा लिइरहँदाखेरि समय, खुसी र दुखी के छन् उहाँहरूले आफ्नो धारणा व्यक्त गर्नुहुनेछ। जुन धारणा
कुनै पनि सरकारी कार्यालय वा व्यक्तिको व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै अथवा संस्थाले मात्र हेर्न मिल्ने गरी गोप्य रहनेछ। यो थियो भूगोल पार्क सर्वे एन्ड रिसर्च एपको छोटो झलक। भिडियोबाट तपाईँहरूलाई यसको उपयोगी बारे थाहा नै भयो होला, तर पनि म फेरि एकपटक छुटकरीमा भन्न चाहन्छु। यो एप प्रयोग गरेर सेवाग्राहीको राय सजिलै सङ्कलन गर्न सकिन्छ, सेवाको प्रभावकारी समयमै मूल्याङ्कन गर्न सकिन्छ, कर्मचारीको व्यवहार र अरू सुधारको आवश्यकता तुरन्तै पत्ता लगाउन सकिन्छ, अनि संस्थाको निर्णय प्रक्रिया डेटा आधारित हुने हुँदा सेवाको गुणस्तर आफै बढाउँछ। यो एप सरकारी निकायदेखि निजी संस्थासम्म सबैको लागि उपयोगी टुल हो। अब हामी आजको विशेष अतिथिहरूको परिचयतर्फ जाँदैछु। हाम्रो पहिलो अतिथि हुनुहुन्छ डाक्टर सङ्गीता सिंह। नेपालको सहरी योजना क्षेत्रमा उहाँको नाम आफैमा एक चिनारी हो। उहाँ अहिले त्रिभुवन विश्वविद्यालयको इन्स्टिट्युट अफ इन्जिनियरिङमा सहरी योजना विषयमा प्रोफेसर हुनुहुन्छ। त्यसै गरी सेन्टर फर अप्लाइड रिसर्च एन्ड डेभलपमेन्टकी निर्देशक हुनुहुन्छ। उहाँले राष्ट्रिय योजना आयोगमा सदस्यको रूपमा गण्डकी विश्वविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा बोर्ड सदस्य भएर नीति निर्माण, उच्च शिक्षा दुवैमा योगदान दिनुभएको छ। डाक्टर सिंहको विशेषता इकोलोजिकल प्लानिङ, लैङ्गिक समावेशिता, विपद जोखिम न्यूनीकरण र दिगो सहरी विकास जस्ता सबैभन्दा सान्दर्भिक विषयहरूमा केन्द्रित छ। अन्तर्राष्ट्रिय स्तरमा उहाँले विभिन्न अनुसन्धान परियोजनाको नेतृत्व गर्नुभएको छ। अब हाम्रो आजको दोस्रो अतिथि हुनुहुन्छ इन्जिनियर सागर ओन्ता। उहाँ एक अर्बन मोबिलिटी स्पेशलिस्ट हुनुहुन्छ र 25 वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभवी हुनुहुन्छ। उहाँलाई मल्टी मोडल ट्रान्सपोर्ट सिस्टम, ट्राफिक इन्जिनियरिङ र सबैलाई समेट्ने इन्क्लुसिभ स्ट्रिट डिजाइनमा गहिरो अनुभव र विशेष दक्षता छ। सागरज्यूले बिग डेटाको प्रयोग गर्दै थुप्रै सहरका मास्टर प्लानहरू र सार्वजनिक यातायात प्रणालीको योजना बनाउनु भएको छ। उहाँले बाइक लेन, कम्प्लिट स्ट्रिट र सामुदायिक स्थानहरू डिजाइन गर्नुभएको छ, जुन सबै उमेर, लिङ्ग र पहुँचका लागि सुरक्षित छ। त्यसै गरी उहाँ नेपाल साइकल सोसाइटीमा स्वयंसेवक पनि हुनुहुन्छ र उहाँको मनपर्ने साधन साइकल र स्थानीय सार्वजनिक यातायात हो। यी दुई अतिथिहरूसँग हामीले आज धेरै महत्त्वपूर्ण कुरा सिक्ने मौका पाउनेछौँ। अब म आजको मोडरेटरको परिचय गराउन चाहन्छु। सिमन ढुङ्गाना उहाँ प्रविधि रणनीति डिजिटल रूपान्तरणमा विशेषज्ञ हुनुहुन्छ। उहाँ जन हपकिन्स युनिभर्सिटीबाट एमएस इन सिस्टम इन्जिनियरिङ गर्नुभएको थियो र हाल जर्ज वासिङटन युनिभर्सिटीमा एआई रिसर्चरका रूपमा कार्यरत हुनुहुन्छ। 20 वर्षभन्दा बढी आइटी र एआई नेतृत्व अनुभवसहित उहाँ व्यापार, रणनीतिक, डिजिटल रूपान्तरण तथा एआई आधारित प्रक्रियागत सुधारमा संलग्न हुनुहुन्छ। नेपाल, अमेरिका र चीनमा धेरै कम्पनीमा उहाँ संस्थापक हुनुहुन्छ। उहाँले नेपालमा विभिन्न राजनीतिक अभियानहरू सञ्चालन गर्नुभएको छ र अमेरिकामा सङ्घीय उम्मेदवारको अभियानलाई सहयोग गर्नुभएको छ। अब हामी आजको मुख्य छलफलतर्फ अघि बढ्दैछौँ, जहाँ सिमन ढुङ्गानाले आजको विषय एआई र सहरी योजनामा डाक्टर सङ्गीता सिंह र इन्जिनियर सागर ओन्तासँग गहन कुराकानी गर्नुहुनेछ। अब म बिना ढिला गरी सिमन ढुङ्गानालाई फ्लोर हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। धन्यवाद उपेक्षाजी। धेरै खुसी लागेको छ आज चाहिँ हाम्रो दिग्गज महानुभावहरू जो चाहिँ प्यानलिस्टहरू हुनुहुन्छ, डाक्टर सङ्गीता सिंह र सागर ओन्ता। हाम्रो चिनापर्ची एकजना प्यानलिस्टसँग चाहिँ मेरो खासै भएको छैन, तर आजबाट होपफुली विल हेभ अ लङ learning relationship from you, Professor. So I'm looking forward to this. Having said that, now I want to start with a small presentation, what we're talking about. Just general brief overview from AI angle. I come from that AI angle. We'll get into nitty-gritty of urban planning, specifically global context. But at the same time, global context Nepal के चाहिँ एप्लाई हुन्छ। अब हाम्रो टेक्नोलोजी भन्दा नै पनि अहिलेसम्म सोशल मिडियालाई टेक्नोलोजी भन्ने कति चलन छ, के छ, भनेपछि कुन प्रकारको अवस्था छ अहिले नेपालमा र कसरी अगाडि बढ्न सक्छ भन्ने कुरा र एआई फर्स्ट थिङ्किङ कसरी ल्याउन सकिन्छ भन्ने कुरामा त्यसमा पनि सकेसम्म फोकस्ड हुन्छौँ। I want to share a little bit of my small presentation and then go from there. Imagine
भोलिको यो आजको यो जुन चाहिँ सिटीहरू छ नि इट्स कम्प्लिटली एआई ड्रिभन नेपालमा सिटीको प्लानिङहरूकोदेखि पनि इट्स अ सेल्फ ड्राइभिङ सिटी सुन्दाखेरि अलिकति इनकङ्ग्रेस लाग्छ हामीलाई तर सेल्फ ड्राइभिङ सिटी चाहिँ हुनसक्छ आर्टिफिसियल इन्टेलिजेन्सले होइन एआई एज अ को आर्किटेक्ट एउटा डिजिटल ट्विनको फर्मेटहरू लिएर आएर होइन अनि त्यसपछि अर्को ट्रान्जिसनको मेसेजहरू के हुनसक्छ अब के भने म अब हामीले फ्युचरिस्टिक र अहिलेको चाहिँ रियल लाइफमा पनि कस्तो छ त त्यसमा पनि हामी आज अलिकति फोकस गर्छौँ र एउटा काठमाडौँको केस स्टडी पनि एउटा रिसेन्टली गरेको रहेछ त्यसमा पनि हाम्रो प्यानलिस्टहरूले अलिकति होपफुली विल शेयर सम लाइट इफ नट आई हेभ स्मल टक अबाउट द्याट एज अल्सो वी क्यान गेट इन्टु ग्लोबल एआईको फ्रन्टियरमा अहिले भनौँ न थुप्रो ऊहरू छ जस्तै अटो जिपिटी ओपन म एउटा चाहिँ कस्तो भने हाम्रो यो अडियन्स बाई द वे यो पोडकास्टहरूमा सिरिजहरूमा एआई इन्थुजिएस्टहरू पनि सम अफ देम आर देयर कोही चाहिँ भर्खरै सिक्दै स्टुडेन्ट लेभलकोहरूको पनि हुनुहुन्छ कोही चाहिँ अहिले एक्सपर्ट एआई लेभलकै अलिकति साइन्टिस्ट र अलिकति नयाँ म्याथमेटिकल फाउन्डेसन्समै काम गर्नेहरू पनि हुनुहुन्छ र कोही चाहिँ यो टपिकल अथवा यो डोमेन एक्सपर्टिज जस्तै आज अर्बन प्लानिङको भएर अर्बन प्लानिङकोमा इन्ट्रेस्टेड पनि हुन्छ यो सबैको लागि चाहिँ अलिकति नगेट्सको लागि हुन चाहिने भएको हुनाले डिफ्रेन्ट कुराहरू राखेको छ अब यो एआईको फ्रन्टियर 2025मा के भइरहेछ भन्ने कुरामा अहिले लेटेस्ट अटो जिपिटी ओपन डेभेनहरू छ यो चाहिँ एआई सुपर एआई एजेन्टहरूमा चाहिँ ह्युमनले जस्तो गर्न सक्छ त्यस्तै गर्न सक्छ अब यो अर्को लास्ट 2 हप्तामा अर्को इन्ट्रेस्टिङ के छ एमसिपी मल्टिमोडल मोडल्सहरू भनेको डिफ्रेन्ट प्लेटफर्मकोहरूलाई जोड्ने भयो होइन क्लडले एउटा एन्थ्रोपिकको एउटा चाहिँ मल्टी के भन्छ मोडल कन्टेक्स्ट प्रोटोकल भन्ने निकालेको छ यसले चाहिँ सुपर एकदम तरङ्गित बनाएको छ एक्चुअली एआईको जमानामा यो लास्ट 2 विक्समा दिस इज वान अफ द लेटेस्ट थिङ्स थिङ्क अफ इट एज कस्तो भने एउटा प्लग हामीले सुरुमा कम्प्युटर हुँदाखेरि 10वटा कुराहरू वायर पेरिफेरी हुन्थ्यो नि त्यसपछि युएसबी आयो युनिभर्सल सिरियल बस एउटै कम्प्युटरमा जोड्ने जस्तो भए पनि आखिर एउटै आयो सो एसेन्सियली यो मोडल कन्टेक्स्ट प्रोटोकल भने पनि त्यस्तै प्रकारको चाहिँ नयाँ यो निस्कियो भन्ने छ अब यो इन्डस्ट्री वाइड एडप्सन कति हुन्छ के हुन्छ विल ह्याभ टु सी किनभने एन्थ्रोपिकले बनाएको क्लडले बनायो भने चाहिँ अब च्याट जिपिटीको ओपन एआईले के गर्छ जेमिनाले के गर्छ हेर्नु बाँकी छ तर असाइड फ्रम द्याट दिस इज अ भेरी इन्ट्रेस्टिङ अर्को डिप सिकको पनि कतिले सुन्नुभएको छ होला होइन चाइनाकोबाट आयो भनेर चाहिँ युएसआरमा चाहिँ अलिकति उ छ त्यसो अब यो हप्तामा अर्को यही ओपन सिक को पाइलट छ अर्को कम्प्युटर युज इनेबल गर्न सक्ने कुराहरू छ होइन जसले चाहिँ 30 देखि 60% कामहरू रोक्न के अरे कम गराउँछ को पाइलटहरूको माइक्रोसफ्टको को पाइलट छ अनि त्यसपछि ओपन एआईको अपरेटर ब्राउजरहरू छ So you can just say like book the latest flight to going to Pokhara from Kathmandu for ₹5,000 भनेपछि उसले आफैले खोजेर सबै गरिदिन सक्छ so we are at that age we are at that frontier र अहिले हेर्दाखेरि from an AI researcher's point of view this is just the basic I feel like we are at the kindergarten अथवा नर्सरी भने जस्तो AI कोमा यति एडभान्स भइसक्यो होइन तर I just feel like that हामी त त्यो अहिले हाम्रो रेफरेन्स पोइन्टै पनि छैन कि त्यो कुन लेभलमा हामी पुग्न सक्छौँ होला भन्ने चाहिँ जस्तै हामीले 10 वर्ष अगाडि पनि भनौँ न लार्ज ल्याङ्ग्वेज मोडलको रेफरेन्स पोइन्ट थिएन हामीले सोच्न सक्थेनौँ अहिले पनि हामी त्यस्तै नै कति नयाँ आउँदैछ इनोभेसन भन्ने कुरा थाहा छैन होइन डकुमेन्ट अब्जेक्ट मोडल्सहरू भन्ने छ त्यसपछि अर्को एउटा सिमलेस इन्टिग्रेसनहरू जुन चाहिँ मैले एमसिपीको कुरा गरेँ भर्खरै अनि फङ्सन कलिङहरू जिपिटीहरूमा छ होइन Now I want to get into a little bit of what AI can do in urban planning. Forecast infrastructure needs using population simulations and mobility data, identify slum expansions. पुरानो डेटादेखि लिएर यो तलपट्टि भएको पिक्चरमा हेर्ने भने over the last 20 yearsमा कुन प्रकार 20 I think it's a little bit more than that 1980 देखिको the first one is 1980 1919 2000 2010 यो चारवटा पिक्चरमा त्यो कुन प्रकारको एक्सपेन्सन भएको छ काठमाडौँको त्यो डेन्सिटीमा पपुलेसन सिमुलेसन गर्न मिल्छ हैन अझ कम्प्युटेसनल फ्लुइड डायनामिक्स मोडल्सहरू क्रिएट गर्न सक्छ डिजिटल ट्विन्स अहिले मैले भने डिजिटल ट्विन्सहरू द्याट्स भेरी before the city actually happens you can create the city simulate the city how it's going to look हाम्रो कुनै रिएक्सनरी कामै चाहिँ एक्चुअली गर्नु पर्दैन प्री प्लान्डै गर्यो भने धेरै कुराहरू चाहिँ गर्न सकिन्छ इभन काठमाडौँको म्यानेजमेन्टहरू जति पनि कुरा छ what is going to happen if this is going to this is the action that's going to be taken that can be imagined, that can be planned out, that can be sorted through
किनभने टेक्नोलोजी र एआई भनेको त्यो मात्रै एस्पेक्ट हुँदैन, त्यसको सोसल पोलिटिकल इकोनोमिक सबैसँग छोएको हुन्छ। त्यसले गर्दाखेरि त्यता पनि hopefully we'll learn a little bit about that from our panelists also. I want to, काठमाडौँको एउटा केस स्टडी भएको थियो, त्यसमा चाहिँ कसरी अर्बनको 2030 सम्म चाहिँ हुन्छ भन्ने चाहिँ एउटा के so त्यो perhaps we'll touch a little bit about that, but I want to stop right here अब चाहिँ त्यसपछि perhaps we'll get into this बिचतिरमा if time permits काठमाडौँको केस स्टडीमा के भएर 2030 मा कुन कुन प्रकारको यो मोडल्सहरू युज गर्यो हैन, यो ओजेस को भयो, मलस्को यिनीहरूले गरेको छ, रेलु कुन कुन गरेको छ त्योहरु पनि I can get into it, तर त्योभन्दा पनि I want to hear from what the panelists have to say. मलाई चाहिँ I want first of all now then perhaps if I can have our panelists turn on the videos please, and then yes, thank you, Dr. Sangeeta also, thank you. We'll try to keep it brief and concise also. Yes, I'm going to ask Mr. Sagar Onta to generally introduce a little bit and talk anything about he wants to talk about. And if he has a presentation, perhaps share that with us. And he followed up with Dr. Sangeeta Singh, and then we'll have an open floor discussion and also take some questions and answers from the audience. And we'll try to keep it as focused and as concise as possible. And hopefully everyone will go away home from taking something from this, learning something from this. Having said that, welcome to both of you. And I'm excited to hear what you have to say today. Namaste, namaste everybody. Namaste, Simon. Thank you for this opportunity. I think this is definitely a very, very interesting topic. Especially day and age, I think there can be a lot that can be done. But अहिलेको सिचुएसनमा चाहिँ I think फेरि नेपालको कन्टेक्स्टमा चाहिँ नि what is actually feasible हैन, अहिलेको हाम्रो जुन किसिमको चाहिँ सिचुएसन छ on the ground त्यसमा पनि अलिकति हेर्नुपर्छ जस्तो लाग्छ मलाई. I do have a little short presentation. I'll try to see if I can do that एकछिन है, and then I'll try to Can you see? Yeah, we can see the system display. Okay. मेरो PowerPoint presentation आ देखियो? देखियो, अहिले presentation mode मा छ. All good. Okay. So I have a very short, very high level discussion or point that I wanted to make. Just couple of I'm going to be very quick. Current status and next steps हैन. अब main कुरा चाहिँ नि गरेको हुनाले चाहिँ नि what data that is being really used extensively, and we used to call it big data हैन. अहिले चाहिँ नि के भन्छ, probably that's an old terminology at this point. तर we use a lot of cell phone data हैन. Cell phone tracking मा चाहिँ नि LBS भन्छ, location based services हैन. There are lots of companies that are that buy the cell phone data, especially the GPS location, and make that basically distill that into some usable transportation related data हैन. त्यो चाहिँ नि कसरी गर्छ भने चाहिँ नि mainly the one that I have used is travel demand modeling. भन्न खोजेको चाहिँ नि हामी कहाँ बसिरहेछौँ हैन. Basically the way the thing operates right now is these companies buy data from cell phone providers हैन. अनि जब चाहिँ यो everybody a lot of people have cell phones हैन अहिले. अनि night जहाँ राति चाहिँ नि cell phone locate गर्छ, they consider that to be their home हैन. अनि बिहान चाहिँ नि जुन किसिमको त्यो GPS त्यो सेल फोन मुभ भएर चाहिँ नि दिउँसो कहाँ couple of hours बस्छ अथवा कहीँ जान्छ, then they consider that to be their destination हैन. So you can basically track somebody's movement by tracking their cell phone throughout the day. And त्यो डेटालाई चाहिँ नि प्याकेज गरेर चाहिँ नि there are lots of companies who sell that data, and हाम्रो ट्रान्सपोर्टेसन मा चाहिँ हामीले त्यही त हेर्न खोज्छौँ नि त नि हैन. हामीले मान्छेहरू कसरी मुभ भइरहेछ, कहाँ बस्छ, कतिजना मान्छे कता गइरहेछ हैन,
त्यो डेटा चाहिँ अहिले एकदमै युज भइरहेछ र this is nothing probably I used this data I want to say almost 7-8 years ago होइन US मा हुँदाखेरि अनि I know that your data is also being used in Nepal है अब अहिले ADB को एउटा प्रोजेक्ट भइरहेछ त्यसमा चाहिँ नि के भन्छ पब्लिक ट्रान्सपोर्टेसनको बारे पब्लिक ट्रान्सपोर्टेसनको रिस्ट्रक्चरिङको बारे डेटाहरू भइरहेछ त्यसमा चाहिँ नि यो भएन मलाई एक्ज्याक्टली तर टावरहरूको चाहिँ नि डेटा लिएर चाहिँ त्यसलाई डिस्टिल गरेर चाहिँ ट्राभल कहाँ त्यो ओरिजिन डेस्टिनेसन पेयरहरू चाहिँ नि छुट्याएर मान्छेहरू कसरी मुभ भइरहेछ भन्ने चाहिँ द्याट्स हाउ द करेन्ट डेटा इज बिङ युज अनि and obviously the other ones real time traffic monitoring होइन गुगलको जस्तो कहाँ कन्जेसन छ यताउताहरू डेटा त्यो डेटा किसिमको चाहिँ डेटा युज भइरहेछ र अर्को चाहिँ नि अड्याप्टिक ट्राफिक सिग्नलमा पनि डेटाहरू चाहिँ युज भइरहेको हुन्छ अब अर्को त्यही स्मार्ट ट्रान्सपोर्टेसनमा चाहिँ नि ट्राभल डिमान्ड मोनिटरिङ अथवा तपाईँले चाहिँ नि कुनै ट्राफिक ठाउँ कन्जेसन छ भने यो बाटो खोल्यो भनौँ न जस्तै फर इक्जाम्पल हामी थापाथलीमा एकदम जाम हुन्छ भने इफ यु प्रोभाइड अनदर रियली गुड ब्रिज अक्रस द बागमती त्यसलाई चाहिँ नि कसरी चाहिँ ट्राफिक कन्जेसन घट्छ त होइन त्यो सबै सिमुलेट गर्न चाहिँ नि यु क्यान युज दिज बिग डेटा टु सिमुलेट दोज थिङ्स होइन अनि भन्दाखेरि त्यसले गाडी मात्रै होइन कि बाइसिकल एन्ड पेडेस्ट्रियन्सहरूको पनि के भन्छ डिस्टिल त्यो डेटा चाहिँ गर्न सक्छ अब अमेरिकामा चाहिँ नि इनरेक्स र स्ट्रिट लाइट डेटा भन्ने छ होइन दे आर भेरी कमर्सियली युज यु क्यान सब्सक्राइब स्ट्रिट लाइट डेटा यु क्यान बाई दोज प्याकेजेस एन्ड यु क्यान बाई प्रोजेक्ट्स and then use that data. So use any Nepal, I just want to talk about just a little bit. Use any, urban planning, waste management, there are issues. Obviously we do it by hand here. The trucks are digitize RFID tags राखेर चाहिँ नि धेरै कुराहरू गर्न सकिन्छ है अब I think we lost Sagar for a little bit. While he comes back, voice of the scratchy pattern. Let me do something real quick. Let me push a poll, Yoda, to figure out what type of audience we have. If I could have you, take 5 seconds and respond to this question about your knowledge of AI, that will give us some idea about the type of audience we have. And we can perhaps, our panelists can cater the talk or specify one level of AI background. If you all can see the poll, I would appreciate if you can answer that. Question, Saki, AI and you, how well do you know AI? Right? First, how would you rank the knowledge of AI 1 to 10? You're a single choice. Sagar, while we lost you, I launched a poll to gauge the expertise or the knowledge of our audience on AI. AI ma first question, only one question. How would you rank your knowledge of AI from 1 to 10? I am new to AI and I'm just learning about it, 1 to 2. I have some knowledge about AI and use tools like used by Grammar, ChatGPT, Claude, etc. 3 to 4. I am into AI and use it professionally in my field, 5 to 7. I'm an expert and know the technical background above 7. And none of the above, with enthusiasts. So I'm going to end the poll. Looks like we lost Sagar again. If we lose Sagar again, I'm going to ask our esteemed professor to perhaps start her conversation, and then we will take it from there, if it's okay with you, madam. I'm going to end the poll, and then I will share the result of the poll in another 10 seconds if you have not. यदि यो पोलमा भाग लिनु भएको छैन भने कृपया भाग लिनुस्। भाग लिँदाखेरि हामीलाई नै सबैलाई कुन प्रकारले कुरा गर्ने भन्ने थाहा हुन्छ। अडियन्सहरु डिफरेन्ट लाइक आई सेड, अब प्रत्येक पोडकास्टमा फरक प्रकारको छ। जस्तै म्युनिसिपालिटीसँग हामीले गर्दाखेरि धेरै कम नलेज भएको ऑडियंस थियो एआई को बारे में, तर एजुकेशन को गर्दाखेरि हाईली नलेजेबल
अडियन्स थियो सो कुन प्रकारले कुरा गर्ने कुन लेभलको एआईमा कुरा गर्दाखेरि सजिलो हुन्छ ओके आइम गोइङ टु एन्ड द पोल एन्ड सेयर द रिजल्ट्स विथ यु इफ आई मे ओके यसमा अहिले हाम्रो चाहिँ 28% almost one third चाहिँ I'm new to AI and just learning about it 56%. And this is actually this is a very good phenomena. I have some knowledge about AI and I have used tools like ChatGPT, Claude. हाम्रो यो audience मा पनि similar. Worldwide usage, I think it's like 73% professional use मा ChatGPT, Claude, Gemini यस्तोहरू चाहिँ Perplexityहरू use गर्न थालेको छ. LLM large language models especially. हामीले अब ब्याक एन्डमा त कति युज गरेर आउँछ तर फ्रन्ट एन्डमा आफूले directly. And third, I am into AI professionally, just the urban planning, यस्तोहरूको फिल्डमा लिगल फिल्डको पनि कुरा भएको थियो अस्ति नै 10% that's good. Expert level को हाम्रो कसैले पनि अडियन्सले भन्न चाहनु भएन I'm pretty sure एक दुईजना त हुनुहुन्छ होला तर कसैले पनि भन्न चाहनु भएन none of the above my 6%. So this is the results of our audience so far. So it looks like the majority have used some AI and know a little bit about it. Okay, I'm going to stop sharing this poll results and hand over the floor to Professor Dr. Please, Dr. Singh, if I can have you start your conversation, I would appreciate it. I think Sagarji is there. I don't see him. He's there. Oh, he's here? A video se dekhe na? I can hear you, but I don't see a video though. Video off Okay, that's okay. That's okay. Okay, yeah. Please continue with the presentation then. कतिसम्म सुन्नुभयो एकदम स्क्रैची आइरहेको थियो जस्ट अगाडिकोबाट पनि क्विक रन डाउन गरे हुन्छ थर्ड स्लाइडसम्म आई थिंक वी आर देयर Okay. So let me just talk then. The presentation छोडिदिउँ हैन. So basically मैले चाहिँ के भनेको राति भने अहिले चाहिँ नि ट्रान्सपोर्टेसनमा चाहिँ नि हामीले सेल फोन ट्र्याकिङ गरेर हैन त्यसको चाहिँ नि ट्राभल डिमान्ड मोडलिङमा चाहिँ नि धेरै युज भएको छ हैन because that is being used extensively from like probably 8 years ago. So basically there are companies that buy these data from cell phone providers and then they package it so that the transportation professionals can use it. And what we are generally using it for at this point is हाम्रो मान्छेहरूको origin destination pair and मान्छेहरू कहाँ बसिरहेछ कुन बाटो लिएर कहाँ गइरहेछ हैन त्यो data is very important in transportation planning त्यसमा चाहिँ नि त्यो data चाहिँ नेपालमा पनि युज भइरहेछ है अनि त्यो data अहिले एसियन डेभलपमेन्ट ब्याङ्कको प्रोजेक्टमा यो पब्लिक ट्रान्सपोर्टेसन रिस्ट्रक्चरिङको प्रोजेक्ट छ त्यसमा पनि सेलफोन डेटा ट्र्याकिङ युज गरेर मान्छेहरू कहाँबाट कहाँ बिहान कहाँ हुन्छ कहाँ सुत्छ र कुन एरियामा चाहिँ गएर चाहिँ अफिस छ भन्ने किसिमको त्यो डेटा ओरिजिन एन्ड डेस्टिनेसनको डेटा चाहिँ युज गरेर हुन्छ र इट्स समथिङ द्याट्स बिन युज एक्सटेन्सिभली अब अरू चाहिँ ट्रान्सपोर्टेसनमा चाहिँ डेटा बिग डेटा भनौँ न युज हुने भनेको चाहिँ नि तपाईँको के अरे ट्राफिक म्यानेजमेन्टमा युज भइरहेको हुन्छ हैन अनि त्यसपछि तपाईँको चाहिँ नि यो मेकिङ स्योर द्याट द ट्राफिक इज responding to the traffic signals are responding to the traffic volume and automatically हैन त्यो पनि अब यो हाम्रो त अहिलेसम्म पुलिसले नै हैन हात हलाउने गरिन्छ हैन तर नट जस्ट द्याट त्यो ट्राफिक भोल्युम चाहिँ नि कतिको चाहिँ नि आइरहेछ त एन्ड डाउन अपस्ट्रिम डाउनस्ट्रिम हैन त्यो हेर्दा ट्राफिक सिग्नल्सहरू चाहिँ नि अटोमेटेड गर्ने है त्योहरू भइरहेछ क्यान यु गाइज हियर मी ओके Yeah. Okay. So that's where it's being used अनि हाम्रो ट्रान्सपोर्टेसन त्यसमा चाहिँ नि अर्को चाहिँ नि यु नो वेस्ट म्यानेजमेन्ट नेपालमा चाहिँ युज भइरहेको छैन अरू ठाउँमा चाहिँ नि वेस्ट म्यानेजमेन्टमा चाहिँ नि धेरै के भन्छ आरएफआइडीहरू राखेर वेस्ट म्यानेजमेन्टमा पनि धेरै कुराहरू युज भइरहेछ है अब अर्को क्विकली अब मैले भन्दाखेरि चाहिँ नि वान थिङ द्याट वी रियली हेभ टु बी केयरफुल मेरो विचारमा the smart city is for me it's a
very I don't like the word too much, because I think especially नेपालमा चाहिँ त्यो word is being misused by different government sectors or different people to basically expand their own personal agendas है त्यसमा स्मार्ट केही नभइकन चाहिँ नि हुन्छ नि they are trying to they're trying to start a new city and sell land and all of that and calling it a smart city where there's probably nothing much smart about the city itself है त्यसैले चाहिँ नि you have to be really careful about what actually is a smart city मेरो विचारमा तर चाहिँ नि yes there are ways to make our transportation or our urban transportation, urban planning smarter. र त्यसमा चाहिँ नि एउटा कुरा चाहिँ नि गभर्मेन्ट प्रायोरिटी हुनु पर्यो होइन द्याट वी रियली वान डु इट त्यसपछि इन्स्टिट्युसनल मेकानिजम पनि अलिकति रोबस्टली सस्टेनेबल चाहिँ नि गर्न सक्यो भने इट इज पोसिबल इट डेफिनेटली इज पोसिबल तर चाहिँ नि आई थिङ्क त्यो गभर्मेन्टले आइडेन्टिफाई नगरिसकेमा चाहिँ नि आई थिङ्क इट्स गन बी भेरी डिफिकल्ट र कुन एरिया होइन चाहिँ कुन एरियालाई चाहिँ नि स्मार्ट बनाउने छ डिजिटाइजेसन गराउने होइन ट्राफिक म्यानेजमेन्ट गर्न सकिन्छ ट्रान्सपोर्टेसन ट्राफिक कन्जेसन हटाउनको लागि गर्न सकिन्छ वेस्ट म्यानेजमेन्ट गर्न सकेला होइन अर्को चाहिँ तपाईँको चाहिँ नि त्यो जुन चाहिँ बिल्डिङ पर्मिट्सहरू होइन लिने सिस्टम्सहरू देयर आर लट्स अफ सिस्टम यु क्यान ट्राई टु मेक इट मोर डिजिटाइज एन्ड मोर स्मार्टर होइन त्यो एउटा एउटा लिएर चाहिँ आई थिङ्क वी क्यान डेफिनेटली start there तर अहिलेसम्म चाहिँ नि I really have not seen के भन्छ concerted effort भनौँ न हाम्रो गभर्मेन्टको so with that caution about smart cities होइन नेपालको कन्टेक्स्टमा I will hand over to you Simon Dai. Okay, thank you. Interesting कुराहरू होइन यहाँ अब big data मा पनि अब अहिले everything कहिले टर्महरू यस्तो ओभरयुज हुन्छ कि जस्तो स्मार्ट सिटी भन्दाखेरि वी लाइक युजिङ द्याट टर्म इट साउन्ड्स भेरी स्मार्ट इट मेक्स अस फिल स्मार्ट राइट स्मार्ट सिटी हो काठमाडौँ स्मार्ट सिटी बनाउने भनेपछि अब एक दुईवटा सट्ट एलएलएममा हालेर इमेज पनि जेनेरेट गर्दाखेरि विल फिल गुड एकदम रियलदेखि लिएर सबै अटोमेटेड लाइट्सहरू बट perhaps that's a cliche. I want to thank you for this talk. I want to come back to you, and when I come back to you, Sagar, I want you to ponder upon a couple of questions I have based on what you talked about, right? Data सुरक्षाको त सबैलाई चिन्ता हुन्छ यस्तो स्मार्ट सिस्टमहरुमा मानिसहरुको व्यक्तिगत डेटाहरु भनौं नि टेलिफोनको सेलफोनको डेटाहरु छ कुन प्रकारले हामीले रेगुलेट गर्ने हो कि कसरी त्यसलाई चाहिँ how do we ensure eventually that the wrong hand ma पर्यो भने त त्यो डेटा पनि त्यो टेलिकम्युनिकेसनको जेता जुन ट्रान्सपोर्टेसनमा युज गर्न सकिन्छ त्यस तिनीहरुलाई पनि त मिसयुज हुन सक्छ त्यसलाई how do we do that number one I want you to think about after Dr. Singh and त्यसपछि second question I also want you to think about is the continuous volatility or a transient type of feeling that we have about Nepalco politics and it just there seems to be an inherent disillusionment or dissatisfaction. अनि त्यस्तो भनेपछि अब हामीले बिग डेटा कुरा गर्छौं एआई को बाट एआई फर्स्ट को प्रोजेक्टहरु कुरा गर्छौं यसको लागि कसरी निरन्तरता दिन सकिन्छ त कसरी सुनिश्चित गर्न सकिन्छ कुन प्रकारको इन्स्टिट्युसन्सहरु चाहिँ बिल्ड गर्न सकिन्छ त perhaps this question is also related to can be answered in part by Dr. Singh who is an esteemed member and has shown her expertise over a couple of decades already in Nepal with global exposure, the Nepal Planning Commission, So without further ado, I want to invite Dr. Singh to give her talk, conversation, presentation if she has one, and elucidate the rest of us about what she thinks about AI and urban planning in Nepal. Yeah, okay. Let me, thank you for the opportunity. Let me share some slides just to highlight on where AI could sort of play a role in urban planning. So, can you hear me? Can you see the slide? Yes? Okay. Okay. Yes. So what is the example of having AI in urban planning is
is one good example is when you drive from Thapathali to Pulchok. You know, in Thapathali, you are under heavy traffic jam, and the traffic lights are sometimes working, sometimes it's not working, and most of the time, you're stuck for a long time over there. But when you then drive over to Pulchok, then somehow the traffic signal works very properly. And I think this is where a bit of AI has been incorporated in maneuvering the traffic over there. So it works very efficiently. So these small bits and pieces of improvements through AI can enhance the planning, different sectors in urban planning, let's say. So I would just like to highlight on, where and in what direction of urban planning is AI very important. So, innovation has always been there in shaping our cities. And so it was innovations that, led the hunter-gatherer man into the techno-savvy man of the 20th century. And we are now using digital twins or big data or whatever. All these different data are being used right now. So we are in the age of Internet of Things. And if you look at the, aspects of economic development associated with urban planning, with the innovations and so on, you will see that there has been a lot of, increment in the economic, development. So now we are in the age of knowledge engineering, where, of course, AI plays a very, very critical role. Now, this century is all about AI, ICT, smart technology, everything related to AI, robotics, whatever. And this is a transition from the industrial age, I would say, because in the industrial age, also people were very happy that, there were so many innovative tools, innovations that happened that led to the economic development. Now we are in the stage of AI. We still don't know what are the impacts. The positive impacts are evident, of course, but the negative impacts we are still to see. So in using AI, I think we need to be very cautious in how we are going to use it. For example, what about the environment? From the industrial age, we saw that there were negative environmental impacts. तर अहिले आएर चाहिँ नि अहिले आएर बल्ल थाहा भइरहेको छ इन्डस्ट्रियल एजको पोल्युसन चाहिँ यस्तो छ भनेर. Even from the Internet of Things, from AI, from using internet and so on, there might be negative impacts. It's yet to be seen. So this aspect also needs to be integrated. Whenever we are talking about AI, someday perhaps the whole network might collapse, and then everything might be stalled. So that is also possible. So all these different scenarios, I think we need to look into as well. So if you look at the global trend, it's the age of cities, of course. It's the age of cities, no doubt. And it's an urbanizing world. And, the use of AI can enhance, or it can, create negative impacts also, of course. If you look at the global trends, you see that a lot of urbanization has been happening with a lot of, population growth and a lot of demand. And this is increasing in our countries right now, in the small and medium-sized cities, and we are facing it right now. So going with the trend, I think the AI should be, should incorporate all these different challenges that are there right now. For example, the demand for land, water, energy, natural resources, all of these are there. The solid waste management is becoming more and more complex. The waste management is becoming more and more complex. And also,
This is disturbing a bit. And of course, we are creating more and more urban ecosystem against the natural ecosystems. So this part is also there. So whenever we are talking about urbanization, we are talking about slums, poverty, crime, not in the scale as in Latin American countries, perhaps, but here also we are dealing with that. There's climate change, exposure to disasters. What would happen if everything is urbanized? So in the age of digital twins, in the age of big data, we can simulate all of these things and forecast how our areas will develop, how it's going to grow eventually, and what would be the patterns of cities that would develop out of it. So there are so many negative impacts right now: pollution, depletion of natural resources, and there's a huge gap between nature and human beings. So these parts are there. Of course, needless to say that there is pollution happening, and of course, the climate change issues. So currently, this part is very, very important, that if we all live like a natural average North American, we would already need 5 planets now, and we have only 1 planet. So whenever we are talking about AI or developing our cities, we need to have this at the back of our mind, I think. So everything needs to be planned in a sustainable manner. So even if you look at the context of Nepal, we say that 66% has urbanized, although data says that only 27% has urbanized. But of course, urbanization is happening, but it is happening in a very unbalanced way. The Tarai regions are growing, whereas the mountain regions are lagging behind in terms of the population densities, also in terms of negative population in so many districts. So all these regional imbalances are there, which we need to tackle. Of course, disaster, whenever we are talking about urban areas, we are going hand in hand with disasters in all of the regions of our country. So this becomes very, very important. So of course, there are a lot of challenges with regard to the urban systems, with regard to the urban infrastructure, with regard to the land management. So we have very limited land management tools that are there in order to plan it. And of course, issues regarding urban economy and finance. So this is just to say that future urban planning initiatives will have to be at the one time sustainable, but also very important to have it resilient. So these are the 2 keywords that we need to incorporate. So whenever we say sustainable, we are talking about economic development, socio-cultural welfare, ecological integrity as well. So these are the ways in areas where AI can be very, very effective. So we need to think about innovative ways of planning our cities in a sustainable and resilient manner. And in these areas, I think AI can be very, very effective. So if you look at the role of AI in urban planning, it plays a huge role in data-driven decision-making. So in terms of forecasting the population, the mobility trends, as Sagarji also mentioned, the need for infrastructure, the risk associated with all the different disasters, I think this is where AI can play a key role. Also in predictive analytics, forecasting, and so on. So different tools are there in order to do this. There are, of course, various tools which can do the land use and zoning analysis, which is very important. Of course, in our context, the land use and zoning analysis does not play a very key role in managing our cities because of the weak policies that are there and so on and so forth. But this is still a very key issue over here. And of course, the disaster risk reduction, climate resilience. So many modeling tools are there in AI
which can sort of simulate and show, how the areas would be impacted through different urban interventions. So these are some of the tools that can be used. Of course, the digital twins, urban simulation, all these things are there, which we could be using in a positive direction. And so if you want to do an urban expansion, we need to, this is one of the projects that we did where, we wanted to see how the urban expansion can happen in Lalitpur, for example, in the southern area of Lalitpur. And there were so many things to see: seismic modeling, we had to do flood modeling, landslide modeling. So all these hazard modeling had to be done. And these had to be done in close collaboration with the communities. The social scientists and the physical scientists had to come together. There were so many parameters that we needed to look into. So this is where I think, AI can come very handy in sort of predicting and coming up with different models where, all these different things can be integrated. And so this is where I think in such simulations and development processes, AI can become very, very handy, I think. And we have been using this in some of our projects as well, in predicting where the earthquake might happen, where the flood might happen, where the landslides might happen, considering the different scenarios. So the advantage of having AI is that it need not happen on the ground itself. So we can simulate various scenarios of various return periods, floods, or different magnitudes of earthquake and so on, and then find out which areas would be affected and then plan accordingly in a risk-sensitive manner. So risk-informed urban planning is possible if we do all these simulations. So these were some of the examples of using this modeling in urban planning, let's say. So this could also be used in smart infrastructure design, for example, in waste collection, recycling system, energy efficient. So these are all, I think these should all be directed towards resilience and sustainability, as I already said. Also, the adaptive traffic signal control that is being done in Pulchok, which I gave an example of. All these are very important. And of course, AI can also play a very good role in good governance and citizen engagement. So innovation has been leading the cities. So if you look at Colombia, for example, they are even using the elevators as means of transport, because these are all slum areas which are placed in a hilly area. And the transportation is very costly if you provide transportation over here, and it's because of the hilly area, it's also not very possible. So they came up with an innovative solution whereby they had elevators as means of transportation. So this is an interesting example of how innovation can lead to innovative solutions. And of course, AI can also become handy in all these different solutions. Even gondolas were means of transportation in their case. So even if you talk about the water, we need to think about sustainability nowadays. So this is where I think AI simulation can work towards better management of water waste. We had very sustainable water management system in our traditional water supply system. So this is no longer sustainable. It is very centralized nowadays. So this is where a lot of things can happen. Also in terms of circular economy, we talk a lot about circular economy. Of course,
the use of AI is generating a lot of solid waste as well, the electronic goods and so on and so forth. But then this can also be used for, coming up with innovative mechanisms of dealing with solid waste, like, for example, reusing the waste in different mechanisms, in dealing with energy efficiency, especially in transportation and buildings and so on. So AI can shape the future in Nepal in making it smarter, safer, and more inclusive as well. Inclusive in the sense that it gives access to different categories of people, including everyone. So that would be possible. But technology alone is not a solution, and using it blindly is also not a solution. We have to have a particular aim and purpose for using it. And I think the government, academia, private sector, and local communities need to come together to effectively harness the whatever innovations that we have. And of course, it brings a lot of opportunities, but there are concerns also regarding data ethics. There are lots of privacy issues, social justice issues that are there, and of course, social justice, because not a lot of people are digitally literate, and there might be limited opportunities. Like, for example, industrialization brought gender inequality, but AI might bring gender equality once again. So, but only if there's access to digital literacy. Of course, there might be bias in data-driven decisions, and Nepal is still in a very infant stage in policies with regard to AI policy. So I think there's a national AI policy being drafted in 2081. It has not yet been finalized, but these need to be in place in order to move forward in a positive direction. Thank you. So this is all that I wanted to say. Thank you. Okay. Thank you very much, Dr. Singh. A fascinating presentation. Learned quite a bit on that. I do have some follow-up questions for you that I want you to ponder. While I'm recently के भएको थियो, I just want to quickly तपाईले जुन चाहिँ कोलम्बियाको केस भन्नुभयो, how using existing हाम्रो surroundings, existing circumstances लाई नै technology र innovation use गरेर how do we adapt to make it more livable, more better city. Overall, मान्छेको life कसरी better हुन्छ नै भन्ने हो हैन. त्यसले गर्दाखेरि I found that very fascinating. A couple of questions I have for you. Well, and I'll give a short presentation on the Kathmanduko case study मा के भएको थियो र 2030 मा चाहिँ कुन प्रकारको model, because this is a specifically AI project. I want to highlight on that. AI ले गर्दाखेरि हामीले अब जुन चाहिँ राम्रो positive, but like you said, there are a lot of positive things, but all of those have to be driven not by the technology itself, but by policy, but by human life मा कुन impact हुन्छ भनेर. So how do we ensure कि within the urban planning community also, there is no bias, there is no the data पनि अब भनौँ एउटा there was a study एउटा nurse भनेर भन्दाखेरि अटोमेटिकली फिमेल नै उसले पनि लार्ज ल्याङ्ग्वेज मोडलदेखि लिएर एआईले भन्छ हैन. सो कुनै हायर के भन्छ लिडरसिप पोजिसनमा मेललाई नै भन्छ, त्यस्तोहरूलाई कसरी घटाउने र यो अर्बन प्लानिङमा ओभरअल यसको नेगेटिभ इम्प्याक्टहरूलाई घटाउँदै अगाडि कसरी लाने एउटा क्वेसन. एन्ड सेकेन्ड चाहिँ हाम्रो एक्जिस्टिङ सर्कमस्टान्सेसमा जुन चाहिँ तपाईँले ललितपुरमा गरिसक्नु भएको छ त्यस्तैमा अर्को चाहिँ डिसर्नेबल, जसले गर्दाखेरि चाहिँ यो एउटा सानो कुराले पनि यो कर्नरमा अथवा यो ट्राफिक लाइटमा यसले यो इम्प्याक्ट पार्यो भनेपछि ताकि पोलिसी मेकर्स क्यान असाइन बजेट. अर्को पैसाको पनि कुरा आयो हैन, पैसा नभइकन त केही कामै हुँदैन. अब इट डजन्ट कम इन चिप एनिथिङ, न्यू टेक्नोलोजीहरू पनि त्यस्तो त्यो बजेट म्यानेजमेन्ट पनि कसरी हुन्छ going forward. If you could just kind of have your thoughts around that.
There is another question from the panelist also. Sagar has partly answered that, and I would like to take a crack on that also. Now, I want to briefly share this recent case study done on Kathmandu. Right. So यो चाहिँ केस स्टडी केमा चाहिँ काठमाडौँको ऱ्यापिड अर्बनाइजेसनमा कुन प्रकारको ल्यान्ड युज ल्यान्ड कभर एलयुएलसी ओभर द पास्ट 4 decades युटिलाइजिङ स्याटेलाइट इमेजरी 1992 2003 2013 र 2020 मा रिसर्चर्सहरूले एउटा पिक्सल बेस्ड अनसुपरभाइज क्लासिफिकेसन एनालाइज गरेको थियो ल्यान्ड युसेसमा ल्यान्ड युज एन्ड ल्यान्ड कभरमा त्यो अल्टरेसन भएर कुन प्रकारले गर्छ र सब्सटेन्सियल ग्रोथहरू कुन बेला 2003 देखि 2013 मा भएछ जब भनौँ स्पेसली 2006 बाट त हाम्रो काठमाडौँमा स्वाटै बढ्यो होइन वी अल नो पोलिटिकल सोसल इस्युजहरूले गर्दाखेरि पनि भएको हो त्यो तर डेटाले पनि हामीलाई त्यसलाई चाहिँ सब्सटेन्सियली देखाउँछ त मोस्ट असाइड फ्रम द्याट त्यो सेन्ट्रल जियोग्राफिक फिचर्सहरू रुरल अर्बनको माइग्रेसनहरू पनि देखाउँछ यो केस स्टडीको चाहिँ एसेन्सियली के उसले चाहिँ के गर्यो भने एउटा डेमोग्राफिक डेटालाई एजेन्ट बेस्ड मोडलिङ गरेर प्रोफेसरले पनि भन्नुभयो उहाँले के अरे प्रिडिक्टिङ मोडलिङ गरेको थियो अनि जोनिङ भायोलेसन डिटेक्सनहरू कम्प्युटर भिजनहरू युज गरेको छ कम्प्युटर सिमुलेसन पनि यसमा कम्प्युटर फ्लुइड डाइनामिक्स भन्ने युज गरेको छ होइन अनि यसमा प्लेटफर्म्स लाइक एनभिडियाको डिजिटल ट्विन्सहरू युज गरेर एनभिडियाको अम्निभर्स भन्छ त्यो 3D युज गरेर त्यसमा पनि यसमा कम्पेयर गरेको छ अनि अब यसमा अर्को म के पनि भन्न चाहन्छु भने एक्युरेसी एउटा चाहिँ के स्टडीको रिजल्ट र सिग्निफिकेन्स के छ भने यसको यसले MLP-NN भन्ने युज गरेको छ मल्टिलेयर पर्सेप्ट्रोन आर्टिफिसियल न्युरल नेटवर्क एउटा हामीले अहिलेसम्म कुरा गर्दाखेरि बिग डेटाहरूको कुरा गरिरहेको छौँ अहिलेसम्म वे आर द्याट कस्ट कि हामीले डेटा फिड गर्नुपर्ने हामीले डेटा दिनुपर्ने हामीले डेटा डिरेक्सन्स दिनुपर्ने देन इट्स गोइङ टु काइन्ड अफ लाइक फिगर इट आउट इट्सेल्फ थ्रु द्याट ब्ल्याक बक्स भन्ने जस्तो कुरा गरिरहेको छौँ तर यो मल्टिलेयर पर्सेप्ट्रोन आर्टिफिसियल न्युरल नेटवर्क भने चाहिँ इट जस्ट गोज अबाउट थिङ्क अफ इट हाम्रो ब्रेनमा न्युरोन्सहरू चाहिँ मल्टिलेयर न्युरोन्सहरूले कुन चाहिँ सिग्नल दिन्छ यताबाट उता आउँछ सबै आउँछ त्यो प्रकारको प्रोसेसिङ चाहिँ हामी न्युरल नेटवर्कमा त्यो फेजमा चाहिँ छिरिरहेछौँ होइन यसले यो स्टडी गर्दाखेरि उनीहरूले रेल्यु भन्ने र सिग्मोइड एक्टिभेसन फङ्सन्सहरू युज गरेको थियो OGIS ओपन जियोग्राफिक इन्फर्मेसन सिस्टम दे युज द्याट मलस्क भन्नेमा दे ट्रेन द मोडल अन फ्रम 2000 to 2020 को ल्यान्ड युज प्याटर्नमा र त्यसले गर्दाखेरि त्यसको रिजल्टमा चाहिँ यसको एसेन्सियली 0.9382 भनेको इट्स लाइक 93.82% अग्रिमेन्ट होइन प्रिडिक्टेड र एक्चुअल क्लासिफिकेसनमा के भने 1 क्यापा भनेको पर्फेक्ट एग्रिमेन्ट 0 भनेको इट्स अ चान्स लेभल 0 चान्स लेभल भनेको थियो त्यस कारण अर्बन स्प्रल के पत्ता लाग्यो भने चाहिँ अर्बन स्प्रल रिस्क सबभन्दा आइडेन्टिफाई यसले के गर्यो भने यसको सबभन्दा अर्बन स्प्रलमा चाहिँ जुन चाहिँ यो भक्तपुर र ललितपुरको करिडोर छ नि नेक्स्ट अब 2030 मा चाहिँ त्यहाँ चाहिँ म्यासिभ हुन्छ भन्ने चाहिँ त्यसले चाहिँ यो केस स्टडीले चाहिँ देखायो अहिलेसम्मको हेर्दाखेरि काठमाडौँ भ्यालीको हेरेर लास्ट 1991 देखिको डेटा हेर्दाखेरि अब अर्को हाम्रो 5-7 वर्षमा चाहिँ भइ नै पनि एउटा प्रोफेसर हेज प्रब्लली सिन इट फर्स्ट ह्यान्ड हाउ द्याट इज गोइङ अनि सस्टेनेबल ग्रोथको हाम्रो कुरा भयो त्यसमा पनि यो जोनिङ ल स्ट्रङ्गर लिएर आएर कसरी अझ पनि देयर आर थिङ्स द्याट क्यान बी डन. So we already know based on the patterns, based on the models that we're using, there'll be 30% of the agricultural land lost by 2030. यो green areas को लागि preserve गर्नको लागि गाह्रो छ कुनै इन्सेन्टिभहरू नै चाहिन्छ यो सबै क्वेसन्सहरूको लागि एन्सर गर्नलाई पोलिसी लेभलबाट गर्नुपर्छ र अभियसली नेसनल एआई पोलिसी को ड्राफ्ट बनिरहेको छ त्यसपछि त्यो त एउटा नेसनल ओभरअल फ्रेमवर्क हो त्यसपछि डोमेन स्पेसिफिक्सहरू पोलिसी पनि बनाउनु पर्छ अर्बन म्यानेजमेन्ट काउन्सिल त्यसपछि म्युनिसिपालिटीहरूले पनि आएर गर्नुपर्छ यो सबै कुराहरू छ सो दिस इज सम अफ द पोजिटिभ थिङ्स द्याट वी क्यान एक्चुली युज एआई एन्ड थिङ्किङ एआई फर्स्ट स्ट्राटेजी गऱ्यो भने कसरी अर्बन प्लानिङमा ल्याउन सकिन्छ भनेर ह्याभिङ सेड द्याट आफ्टर वाट Sagar has presented, after what I've talked,
and some of the questions that I posed. And then also, Professor, if you can take a quick look at the Q&A section there are like a couple of comments. एउटा चाहिँ what is smart city in context of Nepal for Sagar अन्त रहेछ. अनि अर्को चाहिँ as an urban planner, I see prospects of urban analytics in upcoming days regarding the gradual mainstreaming of AI in urban planning and urban management. My question for both panelists is, how does one has to start if she wants to equip themselves with knowledge and expertise in urban analytics, specific urban analytics? What fundamentals are needed to be learned before entering into the realm of urban analytics? भने सागर हुमागाई भन्नेले सोध्नु भएको छ. अघिल्लो क्वेसन सुमन प्रधान भन्नेले सोध्नु भएको थियो. र म you can Professor, if you can just combine or go pick on as you go. अर्को चाहिँ कृति राजकर्णिकारले सोध्नु भएको छ. As an urban planner, what are the must-do things to equip ourselves with AI tools? In context of Nepal, many of us are using software illegally. How can we keep up with the AI and fill its use gap? Overall, I'm just going to put it all out there so you can have a coherent, comprehensive answers to all of these questions. Professor, the floor is yours. So the first question about smart city in the context of Nepal, I think whenever we are talking about smart cities, people are interpreting in different ways. There are no specific guidelines. I think the guidelines are now eventually being finalized, but then whenever we are talking about smart cities, we are generally talking about the incorporation of communication technology in day-to-day activities. For example, managing waste in a smart way, managing transportation in a smart way. So incorporating AI in various sectors so that things happen in a smart way, but not only in a smart way, but also in a sustainable manner. So I think in the context of Nepal, there should be particular specific guidelines on what it means, and then only I think it becomes relevant. Otherwise, it has become a tag word only to get attention. Even in India, they are not able to keep up with the terminologies, and I think they are now doing away with the smart cities. They are having some others. So in our context, I think ecological cities would have been a better thing, because it is a sort of very much in a preliminary stage, I would say, but we never get tired of saying that we want to develop smart cities without any basic guidelines as such. So that's what I wanted to say about smart cities. So regarding Sagar Humagai's question on, for example, going into urban analytics, I think this is very essential now for the urban planners to go into the urban analytics and to get to know about the possibilities of AI in different fields, because now, without this, urban planning might not be, very feasible, so to say. If you go to China and see, you will be amazed at, how quickly they sort of go into the simulation and show you, all these different simulations at a city scale. So these potentials, I think, slowly this literacy regarding the urban analytics becomes very, very essential. And the only way to go for it is to be trained in it, I think, go into the basics, and then
I think you, as an urban planner, you need to understand the basics rather than become an expert in it, because there are experts that are suggesting, various ways to do it. But as an urban planner, I think you need to understand how these different tools and models work, and how these can be incorporated into the urban planning models. Does that answer your question? Yes, thank you. Oh, Isma, like you said, Professor, obviously, one thing I would probably add also is data core alikati knowledge area आफ्नो बढाउनु पर्यो हैन एनालिटिक्स भनेपछि you have obviously urban planning urban management को थाहा पनि हुनु पर्यो अलिअलि data science को पनि थाहा हुनु पर्यो. So what are the data points that gets collected, traffic flows and land use maps, perhaps population distribution, housing data, air quality, air water supply systems tools are there. Tools like GIS, the fundamental bio geographical information system, that is open map system bio, on Google Earth company engine company national census data sets over the period of time remove on. So that also might be helpful. When you're trying to draw this comprehensive like urban analytics, if you want to specialize and get into that urban analytics and spatial thinking, GIS, ArcGIS, so these are like this costs a little bit of money. That are travelware or academic institutions like say alikati कम हुन्छ. So अर्को data query or गर्नको लागि पनि big data को लागि some things you need to obviously Excel or चाहिहाल्यो, SQL पनि अलिअलि सिक्नु पर्छ, basic standard statistics हरु जान्न पर्यो मेरो विचार, mean median meridian यिनीहरु सबै mathematical foundation पनि अलिअलि चाहिहाल्यो analytics लाई. अर्को अब डेटा क्लिनिङ र भिजुअलाइजेसनमा मेरो विचारमा पाइथन अलिअलि चाहिन्छ, पाइथन को प्यान्डाज लाइब्रेरी अलिकति चाहिन्छ. इफ यु इन एकाडेमिसियन देन आर ल्याङ्ग्वेज पनि अलिअलि जाने पनि हुन्छ र जीजीजी प्लट गर्ने भयो हैन. साइकिट लर्न लाइब्रेरी अर्को छ द्याट कम्स टु माई माइन्ड. अर्को म्याटप्लट टु प्लट अल दोज. सो theory, urban knowledge, you're going to highly specified urban planning code or urban data collection, and then using available AI analytical tools to marry those. I think this is a very interesting and forward-looking field. I think with those, you'll have a lot to go on with. Arko, your first question to you, Professor, like as an urban planner, what are the must-do things to equip ourselves with AI tools? र नेपालमा सफ्टवेयर युसेजमा कसरी गर्ने भनेर इलिगल हुन्छ सफ्टवेयरहरु भन्ने कुरा आएको थियो. इस्यु छ अहिले हैन, इलिगालिटीको त इस्यु छ अहिले, किनभने यो बाहिर चाहिँ युज गर्न नपाएको सफ्टवेयरहरु हामीले काठमाडौँमा चाहिँ मजाले युज गरिरहेका हुन्छौं. यो जबसम्म यो टुल्सहरु चाहिँ के रे यो पोलिसिजहरु कडाका साथ लागू हुँदैन तबसम्म चाहिँ नि we will be the first to use the software. Whatever software comes in the global scale, we would be the first ones to use it. हैन. तर अब यस्तै पोलिसिजहरु इन प्लेस भएपछि चाहिँ नि that might be very difficult and it might be expensive. So that part is there. Sorry, what was your question? I forgot about. I know. How can we keep up with AI and about your AI advancement? How can we keep up with it when we are still using illegal software? Question, Theo. But you've answered it. Sagar has also answered it. So you're academic background भएकोहरुलाई अथवा त्यसको लर्निङहरुमा चाहिँ यो नयाँ कम्पनीहरुले पनि एकदमसँग अपर्चुनिटीहरु चाहिँ दिने रहेछ क्या. त्यसले गर्दाखेरि चाहिँ that's also something you want to look ट्रायलवेयरहरु छ त्यसपछि. तर हाम्रो नेशनल पोलिसी कुनै बजेट त आखिर पैसाको त कुरा आइ नै हाल्छ. I want to quickly point out to the participants also, if you have any other questions, Sagar who has an infant he's trying to put into sleep, so he will be able to do a question and answer, but video ma live ma chaile alikati auna namilne bhako cha. So
aside from that, Professor, I'm going to ask you one last question, and then have you and Sagar give us your concluding thoughts if there are no more questions from the audience. Ecological city भनेर जुन भन्नुभयो, I found that very fascinating. किनभने हामीले स्मार्ट सिटीको सट्टा इकोलोजिकल सिटी हुनुपर्छ भन्नुभयो। हाम्रो त it's not like नियम त होइन नि, साउदी अरेबियाले 500 बिलियनको नियम बनाएको छ नि, सो दे क्यान ह्याभ द्याट एआई फर्स्ट स्ट्राटेजी सुरुदेखि नै बनाउन त्यो कति माइलको त्यो करिडोर त्यो माथि अरेबियन सीमा राख्ने त्यो नियम सिटी जस्तो त हामीले त्यसरी त गर्न सक्दैछौँ भने चाहिँ वी हेभ वाट वी हेभ, यहीको लागि कसरी म्यानेज गर्दै अगाडि बढ्ने भनेकोमा। सो यो जुन एक्जिस्टिङ सिस्टमलाई विदाउट टु मच डिस्रप्सनहरू गर्नको लागि यो AI and specific technology and specifically AI को हामीले कसरी अझ फर्दर युटिलाइज र इन्टिग्रेट गर्न सक्छौँ ताकि this is more sustainable, this is more inclusive. I'm asking you from more of a societal type of thing, not just your role being also in National Planning Commission. How did you tackle these questions, and how do you advise people who are new into this field to start thinking about stuff like this? Yeah, I think अब यो जहिले पनि बाहिर जे गरे त्यही नै गर्नुपर्छ भन्ने चाहिँ छ जस्तो लाग्दैन हैन। बाहिर अब एकदमै अहिले त हुन त चाइनामा पनि हेर्ने हो भने चाहिँ नि एकदमै कम्प्लेक्स खालको इको सिटी भनेर भनेको छ, तर एकदमै मेकानिकल सबै चिज मेकानिकल युज गरेर एकदम भद्दा खालको चाहिँ सिटिजहरू रातारातै बनाउने कन्टेक्स्टहरू पनि छ हैन। दुबईमै पनि हेर्ने हो भने चाहिँ नि त्यहाँ रातारातै त्यहाँ चाइनामा दुबईमा हेर्ने हो भने चाहिँ सिटिज आर स्प्राउटिङ अप। तर अहिलेको कन्टेक्स्ट भनेको चाहिँ नि मेरो विचारमा इट इज बिङ एबल टु बिल्ड इन ब्यालेन्स विथ नेचर, त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन आउँछ। र त्यो गर्नको लागि चाहिँ नि एआई क्यान प्ले अ भेरी भेरी क्रिटिकल रोल हैन। यो नेचरलाई पनि डिस्टर्ब नगरिकन प्लान गरेर कसरी जाने, र यदि प्लानिङ गर्नै पर्ने खण्डमा चाहिँ नि नेचरलाई इमिटेट गर्न सक्ने खालको इन्भाइरोन्मेन्ट कसरी लिएर आउने त, भर्टिकल जाँदाखेरि कस्तो खालको त्यहाँनिर इन्कर्पोरेसनहरू गर्न सकिन्छ हैन। र चाहिँ नि भनौँ न त्यो रिसर्च चाहिँ नि कतातिर डाइभर्ट हुनु पर्यो त भन्दाखेरि with the help of AI, how we can imitate nature with technology. For example, even urban areas are devoid of any green trees or this and that, but there are research happening which are looking into something artificial that can breathe air into the environment हैन। त्यस्तो खालको इक्विपमेन्टहरू चाहिँ नि इन्स्टल गर्ने खालको पनि हुन सक्छ होला, आई डोन्ट नो हैन, इन फ्युचर। सो our basic focus will have to be in sustainability in the first place हैन। सस्टेनेबल नै हुनु पर्यो सबभन्दा पहिलो त। अर्थ नै रहेन भने हामीले जतिसुकै एआई लगाएर त्यो एडभान्स टेक्नोलोजी लगाएर डेभलपमेन्ट गर्नुको कुनै औचित्य छैन। अहिले इकोनोमिक डेभलपमेन्ट भनेको नि इनोभेसन, हरेकचोटि नयाँ नयाँ सामान बनाउने, त्यसले चाहिँ नि के अरे त्यो भएपछि इकोनोमिक ग्रो हुन्छ भन्दै हामी प्रोडक्सन ओरिएन्टेड कन्जम्सन ओरिएन्टेड सोसाइटीमा गइरहेका छौँ। तर त्यो गर्नु जरुरी छ कि छैन भन्ने कुरा इज अ बिग क्वेसन हैन। कन्जम्सन प्याटर्न चाहिँ एकदमै डाइभर्स खालको र कम्प्लेक्स कन्जम्सन प्याटर्नमा गइरहेका छौँ, जबकि त्यो सिम्पल पनि हुन सक्थ्यो भनेपछि आई थिङ्क वी निड टु रिभर्स द डिरेक्सन हैन। नाउ वी आर थिङ्किङ अबाउट pedestrianizing 15-minute city भनेर आइरहेको छ। Why do we have to use all the vehicles and travel all the way to distant places to work when we can work from home using computers हैन। र घरमा बसेर काम गर्न पायो भने there's gender equality also, because like Sagarji is working at the same time looking after his kid right now, so this is possible through AI. So
यस्तो खालको चाहिँ innovative mechanismsहरू चाहिँ नि we need to explore. I think there's a huge scope where AI can be very effectively used, rather than thinking about just economic development, having complex technologies in place, being sophisticated, driving the economy forward, but then we don't have the basic sustainability for the upcoming generation. So this has to be very much incorporated, I think. That is what I believe, at least. Yeah, obviously. So त्यही त के कुरा राम्रो नयाँ भयो भन्दा त्यसमा हामीले अप्नाइहाल्नु पर्दैन, सबैको आफ्नो मौलिकता अनुसारको अगाडि बढाउँदै लानुपर्छ। र त्यही कुरामा चाहिँ एआई चाहिँ अहिलेसम्म हाम्रो अब टेक्नोलोजीको एडभान्सेसमा अहिलेसम्म गरिरहेको हामीले गर्दाखेरि समथिङ न्यू कम्स अलङ, ओके दिस इज समथिङ वी निड टु ट्राई भनेर कुरा गरिरहेको थियो। तर अब अहिले एआईकोमा गर्दाखेरि इट विल कन्सिडर अल अफ दोज थिङ्स, हाम्रो हेरिटेज, हाम्रो इकोलोजिकल कुराहरू, सबै कुराहरू पनि कन्सिडर। सो आई थिङ्क इट्स फ्यासिनेटिङ। एउटा राज महर्जनजीको एउटा कमेन्ट छ, आई जस्ट वान्ट टु रिड इट आउट। Raj Marchanji, if you want to unmute yourself and just read this comment yourself, I think it'll be better. Please go ahead. Sorry, thank you, Simonji. मेरो अलिकति घाँटी खराब भइरहेछ यहाँ काठमाडौँ आएको। Quick after one line, two line background पनि भनिदिनु न प्लिज। हजुर, म टाउन प्लानर अकल्यान्ड बेस्ड न्युजिल्यान्ड, अहिले काठमाडौँमा छु। त्यहाँ टाउन प्लानिङ प्र्याक्टिस गरेको लगभग भयो 15-16 वर्ष। अनि यो तपाईँको एकदम इन्ट्रेस्टिङ लाग्यो मलाई आज अघि। र मेरो अब्जर्भेसन के थियो भने एक्चुअली अकल्यान्ड स्मार्ट सिटी रहेछ, आई डिड नट नो। म त्यहाँ बसिसकेँ 20 इयर्स होइन। एन्ड यो अहिले मैले कुरा गरेपछि थाहा पाएँ त्यसको इन्डिकेटरहरू रहेछ जुन एउटा केपिआई जस्तो, द्याट इज अल इज देयर, त्यो एक्जिस्ट गर्छ अकल्यान्डमा होइन। एज अ सर्भिस रिसिभर, सरी म अलिकति पानी छ है। एज अ सर्भिस रिसिभर सिटिजन होइन, हामीले त्यो सबै चाहिँ एक्सपिरियन्स गर्थ्यौँ। अनि यहाँ चाहिँ नि यो यस्तो बजवर्ड छ, बट वी नो वाट इज ह्यापनिङ अन द ग्राउन्ड। अब तपाईँहरूले नि भन्नुभयो अलिकति चाहिँ नि मिसइन्टरप्रिटेसन भएको हो कि भनेर, त्यो इन्टरप्रिटेसन त्यो मलाई इन्ट्रेस्टिङ लागेर मैले सेयर गर्न खोजेको है, त्यो थियो। र जुन अहिले सङ्गीता म्याडमले जुन भन्नुभयो नि एकदम इम्पोर्टेन्ट, यो वर्किङ विथ द नेचर भन्ने। र अहिले पनि म डिफ्रेन्ट या साथीहरूसँग कन्भर्सेसन गर्दाखेरि अब हामी बसेको ठाउँमा एक हिसाबले जोनिङ गरेर रेजिडेन्सियल छुट्याएको छ, बिजनेस छुट्याएको छ, एक हिसाबले मोनोक्रपिङ होइन। भने त्यो ठाउँमा चाहिँ अकल्यान्डमा भनौँ न प्रयास भइरहेको छ कि मिक्स युज गर्ने भन्ने। काठमाडौँमा हेर्नुभयो भने सबै मिक्स युज होइन, तल बिजनेस माथि रेजिडेन्सियल। इट्स भेरी इन्ट्रेस्टिङ के। सो मेरो भ्यूमा चाहिँ अर्बन प्लानिङको एस्पेक्टबाट यहाँ धेरै सुन्छु मैले कि यो सिटी बिग्रिनै सक्यो, अब केही पनि गर्न सकिँदैन। आई डोन्ट थिङ्क द्याट्स द केस। यही सिटीलाई अलिकति व्यवस्थित गर्न सकिने ठाउँहरू धेरै छ। र इन माई भ्यू चाहिँ नि अलिकति दीर्घकालीन सोच, अलिकति लङ टर्म होइन। हामी कहाँ जाने त? काठमाडौँलाई 5 वर्षमा, 10 वर्षमा, 20 वर्षमा कस्तो किसिमको सिटी हामी देख्न चाहन्छौँ एज अ लिडर्स र सिटी यहाँ बस्ने हामी काठमाडौँवासीहरूले। र त्यो दीर्घकालीन सोच लिएर अगाडि बढ्यौँ भने यो सहरलाई व्यवस्थित गर्न सकिन्छ भन्नेमा चाहिँ होइन, मेरो एक्सपिरियन्स र नलेजको आधारमा म चाहिँ विश्वस्त छु। र एआई इज भेरी कटिङ एज, यसले धेरै गर्न सक्छ। सागरजीले जुन सेयर गर्नुभयो ट्रान्सपोर्ट मोडलिङ गर्ने साथीहरूसँग म पनि काम गर्छु, इट्स हाइली टेक्निकल। एन्ड अफ द डेमा चाहिँ मैले कमेन्टमा भनेको जस्तो सबै एआई हाम्रो अर्बन प्लानिङको यो डिसिप्लिनको पनि एन्ड प्रोडक्ट भनेको आर द सिटिजन्स फिलिङ द डिफरेन्स, और उहाँहरूलाई सर्भिस डेलिभरीमा केही पोजिटिभ फिल भएको छ। यदि त्यसको आन्सर येस हो भने हामीले गरेको काम वी आर डुइङ समथिङ राइट होइन। र सिटिजनहरूले, ट्याक्स पेयर्सहरूले त्यसको बेनिफिटहरू रिसिभ गरिरहनु भएको छैन भने मेबी वी सुड आस्क आवरसेल्भ्स वाट इज गोइङ अन हियर। Thank you. Indeed. Thank you.
यो मलाई एकदम एप्लिकेबल के लाग्यो सर्भिस तपाईँले जुन चाहिँ भन्नुभयो प्लानिङ इज अबाउट सर्भिस डेलिभरी टु द अर्बन प्लानिङ इज अबाउट द सर्भिस डेलिभरी टु द सिटिजन्स जुन हाम्रो सङ्गीता म्यामले पनि सी टस्ट अन द्याट अल्सो हाम्रो एक्जिस्टिङ सिस्टममै पनि कसरी गर्न इट्स नट अबाउट भनिहाल्नु साउदी अरेबियाको नियम जस्तोमा एकदम बनाएर 500 मिलियन खर्च गऱ्यो भने त जसले पनि जे पनि सुरुदेखि त वी क्यान थिङ्क अफ अल अफ द्याट तर हाम्रो त हजारौँ वर्ष पुरानो आफ्नै प्राचीन सभ्यतादेखि भएको काठमाडौँमा जुन चाहिँ छ त्यो अब काठमाडौँ आइम फोकसिङ सरी म काठमाडौँ सेन्ट्रिक अलिकति भयो होला म काठमाडौँ जन्मेको हुर्केको भएर तर अरू नेपालको पनि अरूहरूमा त अझ अपर्च्युनिटी छ एक्सप्यान्ड गर्न तर भइसकेको प्रि एक्जिस्टिङलाई नै टेम्पलदेखि लिएर सबै कुराहरूमा सर्भिस डेलिभरी कसरी बढाउन सकिन्छ एआईले धेरै हेल्प गर्न सक्छ विथ द्याट आई वान्ट टु थ्याङ्क एभ्री वान इन्भल्भ इन दिस वन्डरफुल लाइभ पडकास्ट हामीले योभन्दा अगाडि चाहिँ वेबिनारहरू भन्ने तरिकाले प्रेजेन्टेसन गरिरहेको थियौँ बिफोर आई ह्यान्ड ओभर टु आवर होस्ट उपेक्षा म्याम आई वुड लाइक टु गिभ एन अपर्च्युनिटी फर Professor Dr. Sangeeta Singh and Sagar Onta, our panelists, to provide their concluding thoughts about what they've heard, anything they've missed. How would you like this type of conversation to go forward? And then after that, if you can, Upeksha ma'am, you can just take over from there. For me, thank you and namaste. Okay, thank you. My last word would be, we already have ecological cities in place in Kathmandu. We already have sort of smart cities. अहिले जति पनि थियोरिजहरू छ इकोलोजिकल सिटिजहरूको बारेमा त्यो चाहिँ ठ्याक्कै डिरेक्टली अप्लाइज टु आवर ट्रेडिसनल सिटिज हैन एकदमै लाइभली हुनु पर्यो सिटिजहरू नत्र भने सेफ हुँदैन सेग्रिगेट गरेर ल्यान्ड युज गरेपछि चाहिँ त्यहाँ लाइभलीनेस भएन त्यहाँ मिक्स हुनु पर्यो साइकल पनि जानु पर्यो गाडी पनि जानु पर्यो मान्छे पनि जानु पर्यो त्यहाँ केओटिक खालको चाहिँ मिक्स युज आउनु पर्यो भन्ने थियोरिजहरू आउन थालेको छ अब चाहिँ हैन पहिले चाहिँ ल्यान्ड युज सेग्रिगेट गर्ने भन्ने थियो भने अहिले चाहिँ नि ब्याक टु मिक्स्ड युजमा गएर र त्यो थियोरिजहरू पढ्दाखेरि चाहिँ ठ्याक्कै हाम्रो ट्रेडिसनल सिटिजहरूलाई यसो सम्झ्यो भने चाहिँ ठ्याक्कै त्यही नै हुन आउँछ 15 मिनट सिटी भनेको पनि त्यही नै हो हैन उनीहरूले कसरी चाहिँ त्यो मेन्टेन गरेको भन्ने कन्टेक्स्टमा हेर्नु पर्दाखेरि अब त्यो भन्दै गर्दाखेरि चाहिँ नि जति पनि हामी एआई को कुरा गर्छौँ हामीले इन्डस्ट्रियलाइजेसनको पनि त कुरा गर्यौँ नि इन्डस्ट्रियलाइजेसनको कुरा गर्यौँ इन्डस्ट्रियल स्टिम इन्जिन बन्यो यो बन्यो त्यो बन्यो त्यसले एकदम फाइदा भयो भन्दै हामी कुद्यौँ हैन इन्डस्ट्रियल सिटिजहरू बनायौँ सबै चिज मास्यौँ एग्रिकल्चर पनि खत्तम फरेस्ट पनि खत्तम सबै चिज मासेर हामी इकोनोमिक डेभलपमेन्टतिर लाग्यौँ तर त्यसले चाहिँ इम्प्याक्ट के दियो त भन्दाखेरि अहिले आएर there's huge amount of pollution के अरे यो ग्लोबल वार्मिङ र अब फेरि रिड्युस गर्नु पर्यो भन्नेमा हामी जाँदैछौँ भने अहिलेदेखि नै एआईलाई पनि कन्ट्रोल्ड वेमा we need to use it for urban planning. I think it has to be done in a controlled manner so that the negative impacts are so अब कुनै पनि एरियाको डेभलप गर्ने भनेको के को लागि त भन्दाखेरि मान्छेहरूको लागि हो नि मान्छेहरूको लागि सोचेर गर्नु पर्यो नि त्यो उसको सोशल cohesion social development becomes very important economic development also becomes very important but the environment should also be safe so all these should I think be so whether we want people who are conversing with their mobile in the rooms or we want something else it is for us to decide हैन कस्तो खालको सिटीमा हामी बस्ने त एउटै रुममा बसेर मोबाइलले कन्भर्स गर्नुपर्ने खालको सिचुएसन ल्याउने हो कि एआई लिएर आएर हैन अथवा चाहिँ नि त्यो सोशल कोहेजनको अर्कै खालको इन्भाइरोन्मेन्ट दिने हो भन्ने कुरा इट डिपेन्ड्स अन अस on how we use AI. So the AI is already intervening into our lives. So it's high time that we think a lot about, the negative consequences as well when we discuss AI in our day-to-day lives. Thank you. Thank you. I want to hand over back to the host, Upeksha. That brings us to the end of this insightful and inspiring discussion.
सो आजको गहन र ज्ञानमूलक छलफल र प्रस्तुतिको लागि म हाम्रो अतिथि डाक्टर सङ्गीता सिंह र सागर अन्ताजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो स्पेसल थ्याङ्क यू टु सङ्गीता म्याम। उहाँले मलाई मेन्सन गर्नुभएको थियो उहाँको आज एकदमै टाइट स्केड्युल छ भनेर। डिस्पाइट हर टाइट स्केड्युल हामीसँग आएर तपाईँले आफ्नो समय, आफ्नो इन्साइटफुल प्रेजेन्टेसन सेयर गरिदिनु भयो, त्यसको लागि एकदमै थ्याङ्क यू। त्यस्तै हाम्रो मोडरेटर सिमन ढुङ्गानालाई उत्कृष्ट सञ्चालनका लागि विशेष धन्यवाद दिन चाहन्छु र हाम्रो श्रोताहरू तपाईँको समय, उत्साह र जिज्ञासा राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी अर्को एपिसोडमा एआई र एग्रिकल्चरको विषय लिएर आउनेछौँ, जहाँ दुईजना विशिष्ट व्यक्तित्वहरूसँग एआईले कसरी कृषिमा परिवर्तन ल्याउन सक्छ भन्ने बारे हामी छलफल गर्नेछौँ। तपाईँ यो यात्रामा हामीसँग जोडिरहनुहोस् र गुगल पार्कलाई फलो पनि गर्नुहोस्। म उपेक्षा तुलाधर एआई लाइभ पडकास्टबाट बिदा माग्न चाहन्छु। धन्यवाद। शुभरात्रि। Thank you.